त्यही भएर अनि टोयलेटको लागि घर जाने रे के यहाँ टोयलेट अघि 10 रुपियाँ तिरेर गइरहेको थियो फोहोर रहेछ फास्ट फुडहरु खाजा घरहरु भन्नेमा छिर्यो भने अलि सस्तो पर्छ के त्यो त तारे होटल हो त है मोमो 450 लियो त 480 आयो यो चाउमिनलाई 395 त्यहाँ सुटेर म त 2200 तिरे भने के होला है अचम्म भन्नुभएको थियो तर उतै गएर लेक साइड गएर खामला जस्तो कुरा भयो नि त हो कुरा त त्यही गरे हो तर अब यति महँगो भन्ने त के थाहा मैले अलि यतातिर रोक्दिन्थे नि त यतातिर अलि सस्तो पर्थ्यो अब पोखराको यहाँ अन्तिम भिडियो यसो खिचेर लानु पर्यो नि हैन ल यिनीहरूलाई एकचोटि टोयलेट लगिदिनु पर्यो अनि त्यस पछाडि उ गरिदिनु पर्यो औषधि खानिदिनु पर्यो अनि म्युजियम छोटो समय थोरै धेरै होइन हामी घरमा नि म बसेकै छैन दिदीले कस्तो रिसाइरहेको छ अलिकति यसो बेलुका थोरै बातचित मारेर प्याकिङ गरेर अनि भोलि सवारी हुनु पर्यो म्युजियम त टाढो पर्दैन बाटो नजिकै पर्छ म्युजियम लगिदिन्छ त्यहाँ टोयलेटहरु पनि राम्रो छ ए ल भइगयो त्यसो भए त